हेलो एभ्रिवान। सो आज चाहिँ मैले तपाईहरुको लागि भगवान श्रीकृष्णको मेसेज चाहिँ के छ त भनेर लिएर आएको छु है। सो यदि तपाईहरुको फर यू पेजमा चाहिँ यो रिडिङ आइराखेको छ भने चाहिँ सो प्लिज डोन्ट स्किप, डोन्ट स्क्रोल है। हजुरहरुको लागि चाहिँ भगवान श्रीकृष्णजीको चाहिँ एकदमै इम्पोर्टेन्ट मेसेज चाहिँ आइराखेको छ। सो करेन्ट सिचुएसनमा चाहिँ हजुरहरु केही कुराहरुमा पनि क्ल्यारिटीहरु चाहिराख्नु भएको छ हैन। क्ल्यारिटी चाहनु भएको छ तर क्ल्यारिटीहरु चाहिँ पाइराख्नु भएको छैन। एकदमै प्रेयर पनि गरिराख्नु भएको छ, भगवानसँग विश मागिराख्नु भएको छ, हे भगवान मेरो यो काम चाहिँ बनोस्, अथवा हे भगवान मेरो पर्सनले चाहिँ मलाई कल गरोस्, मेसेज गरोस्, हाम्रो चाहिँ युनियन रिकन्सिलिएसन होस् भनेर चाहिँ एकदमै विश गरिराख्नु भएको छ, प्रेयरहरु चाहिँ गरिराख्नु भएको छ। सो हजुरहरु चाहिँ एकदमै कन्फ्युज्ड भएको कारणले, नेगेटिभिटीको कारणले गर्दाखेरि चाहिँ प्रेजेन्ट सिचुएसनमा चाहिँ फोकस गर्न सकिराख्नु भएको छैन। प्रेजेन्ट करेन्टली पनि हजुरहरुको लाइफमा चाहिँ कति राम्रो राम्रो कुराहरु चाहिँ भइराखेको छ, तर नेगेटिभिटीको कारणले गर्दा चाहिँ हजुरहरु चाहिँ आफ्नो करेन्ट सिचुएसनमा चाहिँ फोकस गर्न सकिराख्नु भएको छैन है। सो एकदमै रेस्टलेस फिल गरिराख्नु भएको छ। वाइ मी, मलाई मात्र किन यस्तो भएको जस्तो चाहिँ फिल गरिराख्नु भएको छ। सो भगवान श्रीकृष्णको मेसेज चाहिँ तपाईहरुको लागि लाइफ इज अ लेसन हैन। यति बेला चाहिँ युनिभर्सले, यति बेला चाहिँ भगवान श्रीकृष्णले तपाईलाई चाहिँ लाइफमा चाहिँ लेसन सिकाउन खोजिराख्नु भएको छ नि। लसेसहरु भए पनि आफ्नो करेन्ट आफूसँग चाहिँ जे छ हैन, करेन्ट सिचुएसनमा चाहिँ जे छ त्यो कुराहरुमा चाहिँ फोकस गरेर त्यसमा चाहिँ सेटिस्फाई भएर चाहिँ अगाडि बढ्नु भयो। प्रेजेन्ट सिचुएसनमा चाहिँ फोकस गर्नु भयो। फ्युचरको टेन्सन नगरिकन पास्टमा जे भयो भयो त्यो कुराहरुलाई चाहिँ पास्ट र फ्युचरको चाहिँ कुराहरुलाई चाहिँ वास्ता नगरिकन प्रेजेन्टमा जे छ त्यो कुराहरुमा चाहिँ फोकस गरेर अगाडि बढ्नु भयो भने चाहिँ तपाई चाहिँ आफ्नो लाइफमा चाहिँ धेरै कुराहरुमा चाहिँ सक्सेसहरु अचिभ गर्नुहुन्छ, सक्सेसहरु पाउनुहुन्छ। सो प्लिज फोकस इन प्रेजेन्ट सिचुएसन। लाइफ भनेको एउटा लेसन हो। तपाईको प्रेयरहरु पनि एन्सर हुन्छ। भगवानले चाहिँ तपाईको प्रेयरहरु चाहिँ एन्सर गर्नेवाला हुनुहुन्छ। फोकस इन प्रेजेन्ट सिचुएसन र आफ्नो लाइफमा चाहिँ लेसन सिकिराख्नु भएको छ। सो नो नीड टु वरी, यो नेगेटिभ कुराहरु चाहिँ चेन्जेस हुनेवाला छ। सो भगवान श्रीकृष्णको मेसेज तपाईहरुको लागि के पनि छ भने तपाई चाहिँ आफ्नो करियरमा राम्रो पोजिसनमा पुग्नुहुन्छ, तर त्यसको लागि चाहिँ तपाईहरु एकदमै डिसिप्लिन भएर आफ्नो करियरमा, आफ्नो गोल्समा चाहिँ फोकस्ड भएर चाहिँ अगाडि बढ्नु पर्ने हुन्छ र आफूले आफूलाई बिलिभ गर्नु पनि पर्ने हुन्छ। सो यु हैव टु बी इन डिसिप्लिन र आफूमा चाहिँ बिलिभ गर्नु र आफ्नो गोल्स प्रति, आफ्नो करियर प्रति चाहिँ फोकस्ड भएर अगाडि बढ्नु भनिराख्नु भएको छ। विशहरु फुलफिलमेन्ट हुन्छ। प्रेजेन्ट सिचुएसनमा फोकस गर्नु, प्रेजेन्टमा पनि एकदमै प्रेजेन्टमा चाहिँ फोकस गर्नु होला। प्रेजेन्टमा आफूसँग जे छ त्यो कुराहरुमा रमाउन सिक्नु, रमाउन त्यसमा चाहिँ प्रेजेन्टमा चाहिँ फोकस गर्नु भयो भने चाहिँ तपाईको लागि एकदमै राम्रो हुन्छ र सक्सेसहरु पनि अचिभ गर्नुहुन्छ भनेर चाहिँ भगवान श्रीकृष्ण जीले चाहिँ मेसेज दिन खोजिराख्नु भएको छ। हजुरहरुले चाहिँ आफ्नो मेसेज चाहिँ रिसिभ गरेको फिल गरिराख्नु भएको छ भने चाहिँ थ्यांक यू लर्ड कृष्ण भनेर चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।